कर्णाली के हो थाहा छ हजुरलाई? कर्णाली सुन्दर छ अरे, त्यहाँ रारा छ अरे, त्यहाँ पसल झरना छ अरे भन्छ नि, त्यो होइन क्या कर्णाली। कर्णाली यो हो जहाँका छोरी चेलीहरू आफ्नो बाउ मरेको खबर रविबार मार्फत 2 दिनपछि पाउँछन् अनि उनीहरूलाई डाकबत्ती दिनुको कुरा त परै जाओस्, माइती घर आइपुग्नलाई 5 दिन लाग्छ। न सञ्चार न यातायात। चिया समेत रोबर्टले पकाएर खाने यो 21औं शताब्दीमा पोल्ला गरे साइला दाइ चाहिँ आफ्ना छोराछोरीहरूलाई दाल त यहाँ पाउँदैन, सिस्नोमा हालेर खाने नुन ल्याउनलाई 2 दिनको उकालो बाटो आफ्ना पैतला खियाएर हिँड्छन्। कयौं पटक फेरियो नेपालको संविधान, सयौं पटक सयौं जना फेरिए नेपालका प्रधानमन्त्री अनि हजारौं पटक भए कर्णालीका विकासका कुरा, तर यहाँको दिनचर्या फेरिएन। यहाँका सांसदको जीवनशैली फेरियो। यहाँका स्थानीयता आइसकेपछि प्रत्येक जनप्रतिनिधिलाई यसो आफ्नो आँखाले हेर्नु होला, नजिकका जनप्रतिनिधिहरूलाई उनीहरूको दिनचर्या फेरियो, तर यहाँको दिनचर्या फेरिएन।